वेलकम ब्याक टु आजको न्यू च्यानल न्यू ब्लगमा अस्सलाम वालेकुम गाइज। सो गाइज आज म फेरि होइन खेततिरै जान आँटेको हो। तर आज फेरि अर्कै काम पर्यो। मेरो खेतमा चाहिँ आज गहुँ काट्ने मारामार चलन भएकोले अनि मेरो खेतमा चाहिँ नयाँ प्रविधिको मेसिनले गहुँ काटिरहेको छ। अनि तपाईँहरू अब देख्न सक्नुहुन्छ होइन, तलनिर हो खेतमा, कतानिर भन्दाखेरि यता ठ्याक्क तल छ होइन गाइज। अनि अब खेतमा जाने अनि गएर टक्क होइन है, यस्तो छहरू पनि छ कि यहाँ फेरि रुखहरू पनि ठुलो ठुलो रहेको छ होइन गाइज, त्यही हो। अनि यो चाहिँ यताको हाम्रो मकै नि गोडिसक्यो गाइज। अब अनि तपाईँहरूलाई फेरि एउटा भिडियो बनाइदिनु त भनेर म फेरि भिडियो बनाएर हिँडिदिएको कि आज चाहिँ तपाईँहरूलाई भिडियो चाहिने होला नि त, फेरि हेर्नु पर्ने होला होइन। अब मै त अलिकति भिडियो अलिअलि बनाइदिनु भने अर्को छ खै यसो गाइज के को ठाउँहरू यसो चाहिँ होइन गाइज। अनि त्यही हो, त्यो सब्सक्राइब पनि बढ्दैछ अलि बिस्तारै बिस्तारै, राम्रै भइरहेको सब्सक्राइबहरू नि, तपाईँहरूको माया पाएकै छु होइन, बढ्दैछ बिस्तारै। अनि त्यही हो, हेरिदिनु होला, माया गरिदिनु होला होइन, लाइक सेयर हानिदिनु होला। कति भन्नु होइन, म भन्दिनँ अबबाट त्यो भिडियो, तपाईँहरूको विचार जे गर्नु होला है। अनि अब चाहिँ टक्क फाइनली अब गहुँ लिनु छ क्या त तल, फेरि गहुँ बोक्नु पर्ने हुन्छ नि त मेसिनले काटेपछि। अनि टक्कै गहुँ लिएर आउने अनि गहुँ घरमा ल्याइराखेर अनि जानुपर्छ फेरि दिउँसो। घर बसेर काम छैन फेरि होइन, विद्यालय जानु पऱ्यो, त्यही हिँडेर हिँड्दै गर्नु त चलाएर मकैहरू। Ladies and gentlemen, a warm welcome to Nuwakot, a district steeped in history, culture and natural beauty. Bidor, the administrative center of Nuwakot district in Nepal, is known for its historical significance and scenic beauty. Nuwakot Durbar Square, an architectural masterpiece. तपाईँहरूलाई पनि चाहेमा गाउँ काट्न परेन होइन, सम्पर्क गर्न सक्नुहुन्छ होइन। खातामा काट्नुहुन्छ होइन, हाम्रो धेरै भएको छ मान्छेले एक काट्नु भने पनि काट्नु पनि चाहनुहुन्छ। मान्छेले 4-5 दिन एक दिन लाग्छ, एक दिनै काट्नु एक दिन लाग्दैन हेर्नु सक्नुहुन्छ है हाम्रो होइन गाइस। म चाहिँ टक्क बस्दैछु अहिले तलबाट गहुँ ल्याएँ अघि मैले भर्खरै।
अनि तलबाट गहुँ अघि देखिहाल्नुभयो कसरी काट्ने रहेछ भनेर त्यो मेसिनमा चाहिँ टक्क पेट्रोल हाल्ने अनि पेट्रोल हालेपछि नि टक्क सर काट्छ अनि हाम्रो यता पारिपट्टितिर हुन्छ नि सिक्री भन्ने ठाउँतिर यता सबै त्यो मेसिनले काट्यो क्या हाम्रो सबै त्यो मेसिनले काटेको राम्रो छ त्यो छरिनु ओरिनु हुँदैन टक्क एक ठाउँमा जम्मा गर्ने तपाईँहरूले सबै कुरा देखिहाल्नुभयो होइन त्यही भएर त्यही हो अब तपाईँहरू पनि गाउँतिर हुनुहुन्छ यताउता छ भने यस्तो मेसिनले छिटो गर्नु होला तर अझै फेरि गाउँहरू यो मेसिनहरू काम यो पुरानो प्रविधिभन्दा नयाँ नयाँ प्रविधि धेरै आइसक्यो अब होइन टक्क ट्र्याक्टरहरू अब यो ल भने नि अलिअलि के गर्यो अनि गाउँसँग काट्यो त्यसपछि मेसिनमा टक्क हाल्यो है मेसिन पनि छ नि त अहिले गाउँतिर मेसिनहरू पनि ठुल्ठुलो मेसिनहरू आइरहेको छ टक्क हाल्यो सक्यो क्या गाउँहरू अहिले एकदम सहिलो है मैले ल्याएको चाहिँ होइन देख्नु सक्नुहुन्छ यत्रो ठुलो भारी अनि म चाहिँ यहाँ मेसिन घाम तापिरहेको छु होइन अब यहाँ भर्खरै ल्याइन्छ तलबाट अनि घाम तापेर बसिरहेको छु सो त्यही हो गरिम भइरहेको छ अलिअलि होइन अनि गाइज त्यही हो भन्नु के छ लाइक कमेन्ट सब्सक्राइब बढाइदिनु होला त्यही भन्न चाहन्छु होइन अब अरू भिडियो नै आउँछ अब खेत रोपाइ हुन आँटिरहेको छ अब त्यो भिडियो नै होला अझैबाट अब घुम्न चाहिँ जानु पाएको छैन होइन गएको भिडियो तल छ अब यसो गयो भने अनि त्यो भिडियोहरू नै होला अनि सो अनि गाइज त्यही हो अब हाम्रो त्यही हो माया छ होइन माया देखाइदिनु होला मलाई ल आजलाई यति नै गाइज सो अब नयाँ नयाँ भिडियोहरू अर्को बेलामा आउनेछ तपाईँहरू पनि राम्रोसँग बस्नु होला मन एकदम आरामै तपाईँहरू एकदम धेरै मनैदेखिबाट धन्यवाद भन्न चाहन्छु अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा है अनि त्यही हो तपाईँहरूलाई नै एकदम मेरो तर्फबाट माया छ सो गाइज आजलाई यति नै जय नेपाल।